for SA2, right? So SA2 को फर्स्ट चैप्टर को नाम के रहेछ? Perimeter and area. Perimeter and area. Okay. So first ma we look into this topic. Okay, we look into this topic. Now first मा हामीले चाहिँ यो perimeter र area छ. Okay ना कुरा कसको हुँदैछ? Perimeter र area. So first question हाम्रो के आउँछ? What is perimeter? Very पहिला हाम्रो के हुनु पर्यो? Perimeter भनेको के हो बुझ्नु पर्यो कि परेन? So perimeter भनेको सिम्पल कुरा अरु बेला पनि सुनेको नि त हैन? So हाम्रो वरिपरि there are different kinds of objects. Okay na? Different kind of object have different kinds of shape. Okay na? Some shapes are circular, some are rectangular. अरु कस्तो कस्तो shape हुन्छ? Oval हुन्छ, square हुन्छ, rectangle. हरेक किसिमको हामीले के देख्छ? शेप्सहरु देख्छ. त्यो सबै शेपको के हुन्छ? पेरिमिटर पनि हुन्छ, एरिया पनि हुन्छ. कुरा ठीक छ? सो अर्को क्वेशन आयो अब पेरिमिटर भनेको के हो? ठीक छ? मानिलियौ मैले एउटा कुनै पनि एउटा शेप लिए स्क्वायर हैन कुनै पनि एउटा रफ एउटा शेप. ओके लेट अस नट रिनेम दिस. नेम नगरौँ यसलाई. एउटा शेप छ यस्तो. ठीक छ? यो शेपमा पेरिमिटर कस्तो हुन्छ र पेरिमिटर केलाई भनिन्छ भने पेरिमिटर चाहिँ जहिले पनि कुनै पनि शेपको बाउन्ड्रीको टोटल लेन्थ हो. के को? बाउन्ड्रीको. फर एक्जाम्पल यो शेपमा बाउन्ड्री हेर बाउन्ड्री भनेको एज. ओके या बाउन्ड्री. ठीक छ? सो यो बाउन्ड्री कतिवटा छ? दिस इज 1, दिस इज 1, this is 1 and this is 4 different boundaries. यो चारटै बाउन्ड्री को लेन्थ को सम लाई हामी भन्छ पेरिमिटर. क्लियर छ? फर एक्जाम्पल इफ दिस शेप इज 10 सेन्टिमिटर लेन्थ इज अर्को हेर यहाँ मुनि कति छ रे मानिलियौ 10 सेन्टिमिटर. इफ दिस साइड इज 6 सेन्टिमिटर this side is 6 centimeter, then what will be the perimeter? It would be 10 plus bola 10 plus 6 plus 6. Total would be 20 plus 12 is 20 plus 12 is 32 and it is given in centimeter. Perimeter भनेको के मात्रै हेर्ने अरे? बाउन्ड्री. कुरा बुझ्यौ? कुनै पनि शेपको बाउन्ड्रीको लेन्थको टोटल समलाई हामी भन्छ पेरिमिटर. ठीक छ? त्यसरी नै अर्को हुन्छ अरे के? एरिया. नाउ व्हाट इज एरिया? ओके बेसी ठुलो डिफरेन्स छैन तर अलिक खतरै कुरा एरिया. ल पेरिमिटरमा चाहिँ हामी के मात्रै हेर्छ? बाउन्ड्री. तर एरियामा चाहिँ बाउन्ड्री पनि हेर्छ. यो भित्र पनि एउटा देख्दै छ कि छैन एरिया? ठीक छ? यो भित्रको एरिया प्लस यो बाहिरको बाउन्ड्री टोटल जोड्दा चाहिँ के निस्किन्छ? एरिया. क्लियर छ? यस सर. सो इन पेरिमिटर वी ओन्ली सी द लेन्थ अफ द बाउन्ड्रीज और लेन्थ बाउन्ड्रीको कुनै पनि शेपको लेन्थ हेर्छ. अनि एरियामा चाहिँ वी सी द बाउन्ड्री एज वेल एज अल द एरिया इट हैज कभर्ड. क्लियर छ? फर एक्जाम्पल सर्कलमा हेर्ने हो भने यसको पेरिमिटर निकाल भने नि फर्मुला छ जसलाई हामी बादमा पढ्दै जान्छौं तर सिम्पल अक्षर पेरिमिटर कसलाई भनिन्छ? कसलाई? यो बाउन्ड्रीलाई मात्रै नाप्नु पर्यो. के निस्किन्छ सर्कलको? पेरिमिटर. हो कि हैन? एरिया निकाल्दाखेरि के पनि हेर्नु पर्यो? यो बीचको पार्ट पनि हेर्नु पर्यो. ठीक छ यति? कुरा बुझ्यो? पेरिमिटर अफ रेक्टेंगल. ठीक छ? रेक्टेंगल कसले सुनेको? सबैले सुनेको रहेछ त है? ठीक छ. रेक्टेंगल कस्तो हुन्छ? व्हाट इज द शेप अफ अ रेक्टेंगल? एनीवन? ओके Sir, it is like a square, but its some sides are not equal. Very good. It is like a square. I will talk about this. Okay, उसले भनेको कुरालाई याद राखिराख्नु. पहिला हामी भन्छ रेक्टेंगल. ओके
सो रेक्टेंगलको यस्तो खालको शेप हो जसको चारवटा साइड हुन्छ. कतिवटा साइड? देयर आर 4 साइड्स इन अ रेक्टेंगल. साइड्स भनेको लेन्थ. कतिवटा लेन्थ? 4. So 4 sides in a rectangle and 2 opposite sides are equal. Opposite sides are equal. कतिवटा साइड हुन्छ अरे? 4. So number 1 मा 4 sides. Number 2 मा रेक्टेंगल को के हुन्छ? Opposite sides are equal. Clear? So यस्तो एउटा नक्सा बनाउन ट्राई गरौँ. कतिवटा साइड? 4 sides. 1 2 3 4. ठीक छ? Now here 4 sides छ. चेक गर. 1 2 3 4. If we name this, it is A B C D. Okay? नेम लेख्दा के यसरी सर्कुलर लेख्नु पर्यो. के यसरी लेख्नु ल? मिस्टेक हुँदैन. A C B C D यसरी नलेख्नु. A B C D लेख्नु कि क्लकवाइज कि एन्टी क्लकवाइज. ठीक छ? ओके. Now here 4 sides ठीक छ. अब अर्को के पनि हुनु पर्यो? Opposite sides are equal. Opposite भनेको यसको अपोजिट को? This one. So यो लाइन को अपोजिट को? So these two are equal. भन्नु खोजेको if this is 10 cm, यो पनि कति हुनु पर्यो? 10 cm. किन? रेक्टेंगल को अपोजिट साइड इक्वल हुनु पर्यो. भनेपछि त्यसो भने यो पनि यो अपोजिट हो कि हैन? सो यदि यो 5 cm को छ भने यो पनि कति हुनु पर्यो? 5 cm. सो रेक्टेंगल चाहिँ यस्तो शेप हो जसको चारवटा साइड हुन्छ अनि दुईटा अपोजिट साइड चाहिँ के हुन्छ? इक्वल. क्लियर छ? सो दिस टु आर द प्रॉपर्टीज अफ रेक्टेंगल. अरु पनि प्रॉपर्टीज हुन्छ, बाद बादी मैले पढ्दै जान्छ. ओके? अरु हेर. अब यो रेक्टेंगल को के निकाल्न भन्दैछ? पेरिमिटर निकाल. क्वेशनले भन्दैछ तिमीहरुको एउटा फर्स्टमा क्वेशन दिएको छ तिमीहरुको. ल के दिएको छ भने लुक एट द फर्स्ट शेप. यु क्यान सी अ शेप अफ अ रेक्टेंगल, राइट? ओके. The name of the rectangle is A B C D, right? बोल छै A B C D. Okay. Now one length is how much? 12 centimeter. Another one is 8 centimeter. Length र breadth दिएको छ हामीलाई रेक्टेंगल को. क्लियर छ? अब हामीलाई के निकाल भन्दैछ? ओके. यो रेक्टेंगल को पेरिमिटर निकाल भन्दैछ. ठीक छ? Two of you come in the front. Okay. Now हामीलाई याद छ पेरिमिटर भनेको लेन्थको बाउन्ड्री को सम, राइट? भेरी गुड. बस. सो भनेपछि रेक्टेंगल को सबै लेन्थ को साइड सम गर्नु पर्यो अनि के निस्किन्छ? बाउन्ड्री को. क्लियर छ? हामीलाई अहिले यो भित्रको चाहिएको छैन बिकज वी आर टकिङ अबाउट पेरिमिटर. सो लेन्थ निकाल्नु पर्यो. दिस साइड इज 12 cm. अर्को कुन चाहिँ साइड 12 हुन्छ? This one. So this is opposite this. So this would also be why opposite sides are equal in a rectangle. Now if this is 8, this is also 8. ठीक छ? So अब ई पेरिमिटर निकाल्नु पर्यो भने सिम्पल हामी के गर्छौं रेक्टेंगल को निकाल्दा? We will add side, all the side. बाउन्ड्री को साइड. एउटा यो साइड को नाम के हो? के हो? A B plus your side को नाम B C plus next is C D plus next is D A or A D. ठीक छ? Now A B is how much? What is the length of the A B? 12 centimeter. Another one is B C is 8 centimeter. C D is 12 centimeter. Another one is 8 centimeter. These all are centimeter, right? So if you add this 12 plus 8 is 20, 20 plus 12 is 32 plus 8 is 40. 40 cm. From this example what we come to know? Here right? एउटा कुरा यो एक्जाम्पल बाट हामी बुझ्न सक्छौं. अहिले जे गरे नि हामीले के गर्यो? लेन्थ एड गर्यो, ब्रेथ एड गर्यो रेक्टेंगल को. ओके. ओके, राइट अर नट? राइट or wrong? ओके ना? एउटा रेक्टेंगल थियो त्यसको लेन्थ, this is length or this is length?
So this is breadth. Okay, यस्तो थियो राइट. This is 2, this was 8 cm. ठीक छ कि छैन? So हामीले के गर्यो अघि निकाल्दा 12 plus 8 plus 12 plus 8 गर्यो हो कि हैन? यसो हेर्यो भने this is length. 12 is what? Length. 8 is what? Breadth. अब त्यो 12 नलेखेर लेन्थ र लेन्थ लेखेर एड गरौँ ल. 12 को प्लेसमा लेन्थ लेखेर, किनभने 12 भनेको लेन्थ हो नि त, हो कि हैन? हेर्नु है, पेरिमिटर नै निकाल्दैछ हामी ल. इज इक्वल्स टु के गर्यो? लेन्थ प्लस ब्रेथ प्लस अनदर लेन्थ प्लस अनदर ब्रेथ. ठीक छ, क्लियर छ? अब यसो हेर्यो भने यहाँ कतिवटा एल भयो? यहाँ एउटा यो कति हो? हाउ मच एल इज दिस? कतिवटा एल हो यो? 1 एल. यो कति एल? 1 एल. 1 एल प्लस 1 एल कति? 2 एल. 2 एल भयो. ठीक छ? एल प्लस एल इज 2 एल. त्यसरी नै प्लस बी प्लस बी इज 2b. ठीक छ? ठीक छ? यो 2l प्लस 2b भयो. यो दुईटैमा कमन के छ? कमन भनेको दुईटैमा भएको 2. यो दुईटैमा कमन भएकोलाई हामीले बाहिर लेखिदियौँ हामी. यसमा पनि छ, उसमा पनि. अब के रह्यो यहाँ? 2 त निस्किहाल्यो, को रह्यो? प्लस b. So 2 into l plus b. This is the formula for what? Perimeter of rectangle. कहाँबाट निस्केको रहेछ बुझ्यो? लेन्थ लेन्थ जोड्दै दियो नि, त्यहीबाट हामीले फर्मुला निस्क्यो. बुझ्दैछ? Now we will talk about perimeter of square. Square कस्तो हुन्छ? 4 equal sides. Square पनि एउटा स्पेशल काइन्ड अफ रेक्टेंगल हो. स्पेशल काइन्ड अफ रेक्टेंगल. कस्तो अरे? स्पेशल. हुनु चाहिँ के नै हो? रेक्टेंगलै हो, तर कस्तो? स्पेशल. आमाले बनाएको खाना स्पेशल हुन्छ नि हैन? त्यस्तै हो. रेक्टेंगल हो कि हैन? हो कि, तर रेक्टेंगल भन्नु मिल्दैन. कस्तो रेक्टेंगल? स्पेशल. किन स्पेशल भयो भन्ने क्वेशन आउँछ, हो कि हैन? So let us know. Rectangle has how many sides? 4. Square also has how many sides? 4. तर एउटै मात्रै बिगर डिफरेन्स छ. के डिफरेन्स छ? रेक्टेंगल को सब अपोजिट साइड इक्वल हुन्छ, तर स्क्वायर को त सबै साइड बराबर हुन्छ, हो कि हैन? सो रेक्टेंगल बनाउँदा बनाउँदै बनाउँदा बनाउँदै यस्तो खालको एउटा स्क्वायर, यस्तो खालको सेप बनाइ पठायो जहाँ चाहिँ सबै साइड इक्वल हो. त्यो रेक्टेंगललाई चाहिँ के भन्यो? स्पेशल रेक्टेंगल भन्यो. अनि बादमा त्यसलाई के नाम दियो? स्क्वायर नाम दियो. क्लियर छ? रेक्टेंगल नै थियो पहिला. के थियो? रेक्टेंगल नै थियो. चारवटा अनइक्वल पार्टमा थियो, दुईटा अपोजिट पार्ट इक्वल थियो, तर एक खेप बन्यो, यस्तो सेप बन्यो. फर्स्टमा त थिएन होला नि त सेप्सहरु. त्यति बेला सेप बन्यो. कस्तो सेप? 4 साइड्स भएको अनि सबै साइड्स इक्वल. अनि त्यसलाई चाहिँ स्पेशल रेक्टेंगल भने पहिला. त्यस्तो भन्नुहुँदैन, अर्को नाम दिउँ भन्ने भयो. त्यहाँदेखि के नाम दियो? स्क्वायर. कुरा बुझ्यो? सो अब स्क्वायर र रेक्टेंगल डिफरेन्ट भएको छ अहिले. तर यु क्यान टेल दैट स्क्वायर इज अ स्पेशल काइन्ड अफ रेक्टेंगल इन व्हिच ऑल द साइड्स आर इक्वल. ठीक छ? सो स्क्वायर को प्रॉपर्टीज नंबर 1, देयर आर हाउ मेनी साइड्स? 4 sides. Next is all the sides are equal. ठीक छ? सो एउटा स्क्वायर दियो अरे तिमीहरुलाई, अघि जस्तो रेक्टेंगल दिएको थियो. एउटा स्क्वायर दियो अरे, स्क्वायरमा चाहिँ पेरिमिटर निकाल भन्न सक्छ. यो स्क्वायर को साइड छ अरे कति? 7 छ. हाउ मच? 7. एउटा साइड दिएको छ अरे. हाउ मेनी साइड? अनि के निकाल भनेको थियो? सबैले पेरिमिटर अफ स्क्वायर सबैले फर्मुला बना 4 into साइड. सो पेरिमिटर निकाल्नु पर्यो स्क्वायर को भने सिधै 4 into साइड गर्ने. 4 into साइड कति छ? त्यसरी नै रेक्टेंगल को निकाल पेरिमिटर भने कुन चाहिँ फर्मुला लगाउने? 2 into
लेन्थ प्लस 2 गर्ने अनि ब्र्याकेट भित्र लेन्थ कति छ जोड्ने ब्रेथ कति छ जोड्ने इन्टु गर्ने आन्सर आइहाल्छ क्लियर छ